lights went down. When you feel lost in your shadow, don't feel alone, don't scream so loud. We are living in this cruel world, broken but strong, gotta move. I'm all about words, but it sounds like you're envisioning an instrumental piece that truly captures a calm, beachy ambience. Since this one's not about lyrics, I'd suggest imagining soft finger picking on a sun-soaked guitar. Occasional melodic bends reminiscent of waves rolling. Hey guys, what's up? Welcome back to my new vlog. Hope you guys are fine. अनि म पनि एकदमै सन्चै छु। अनि अहिले चाहिँ म सुर्खेतदेखि नेपालगञ्ज पुगिसकेँ। अनि बिहान त्यही 8-9 बजेतिर चाहिँ सुर्खेतबाट हिँडेको हो। अनि अहिले भर्खर पुगेको यहाँ नेपालगञ्ज। अनि म चाहिँ जान लागेको चाहिँ इन्डिया हो, केदारनाथ साइडतिर। अनि म्यासेन्जरमा चाहिँ धेरैजनालाई चाहिँ मैले भनि पनि सकेँ। अनि कसैले चाहिँ पत्याएको छैन। अनि तिनीहरूले चाहिँ यो भिडियो हेरेर चाहिँ थाहा पाऊ है अब। अनि रियल हो कि होइन, झुट बोलाए भन्दै थियो। अनि म साँच्चै नै जान्ला हो। भन्दा डर चाहिँ के लागिरहेको भन्दाखेरि होइन, म यसै कालो छु होइन, अझै पनि कालो हुन्छु जस्तो लागिरहेको कि यहाँ त्यो गर्मी देखेर चाहिँ वाइल्ड छ यो गर्मी चाहिँ यहाँ। आम्मो त्यो सुर्खेत त यो यहाँको गर्मीहरू त सुर्खेत त केही होइन कि। आज चाहिँ यतै चितवन रे नेपालगञ्ज चाहिँ बसेको है। हामी भोलि जान्छौँ यताबाट। अनि अहिले चाहिँ हामी खाना खान जानु लाग्यो। अनि अहिले चाहिँ अँध्यारो पनि भइसक्यो, 6-6:30 भइसक्यो। रेडी साबी? अनि त्यही हो, अहिले चाहिँ अब खाना खान जान्छौँ। अनि त्यसपछि भेटौँला। यस्तो छ है यो नेपालगञ्जको माहौल चाहिँ अहिलेको रातिको। अनि म बस्ने होटेल चाहिँ यही हो। म चाहिँ सेकेन्ड फ्लोरमा छु। सेकेन्ड गुड मर्निङ। अहिले चाहिँ बिहानको त्यही 9-9:30 बजिरहेको छ। अनि अहिले चाहिँ उठिसकेँ म। अनि नेपालगञ्जमै छु अहिले। अनि भर्खर सुतेर उठ्या हो म चाहिँ। अनि कोठामा राति मच्छरले खाएर है आफै यताउता जताततै चाहिँ फोका उठिरहेछ। अनि सरी, अनि नेपालगञ्जमा चाहिँ राति चाहिँ पानी परेर हावाहुरी लागेर चाहिँ सुत्न नै दिएन, रातभरि डिस्टर्ब भएको भइथ्यो। अनि नेपालगञ्जको बिहानको अवस्था चाहिँ यस्तो छ। पानी परिरहेछ अहिले पनि, अझै पनि पानी त्यस्तो रोकिएको छैन। अनि बिहान चाहिँ बागेश्वरी जाने भनेर बिहान 6 बजीतिर उठेको थियौँ हामी। अनि तर पानी परेर नै बिहानदेखि पानी रोकिएकै छैन। अनि त्यही भएर चाहिँ हामी बागेश्वरी पनि जान पाएन। लास्ट चिप्लो चाहिँ यार यो भरेमा। बिस्तारै आउनु है, बिस्तारै आउनु। अब चाहिँ नेपालगञ्जबाट हामी हिँड्न लाग्यो है। अनि मेरो भागमा चाहिँ यो मेसिन परेको छ, मेसिन बोकेर जानुपर्छ। हामीले चाहिँ यो इन्डियाभित्र चाहिँ प्रवेश चाहिँ गरिसक्यौँ है, इन्ट्री गरिसक्यौँ। यस्तो हुँदो रहेछ इन्डिया, विदेश होइन। हाम्रो लागि त विदेश त हो नि होइन, इन्डिया भने पनि जे भने पनि। अनि यस्तो हुँदो रहेछ। फर्स्ट टाइम आएको हो म चाहिँ। इन्डियाभित्र पनि नेपाली गजबको पिरो चाउचाउ खाने चाहिँ हामी मात्र होला कि होइन। हामीले खाइरहेको यो गजबको पिरो चाउचाउ। फर्स्ट टाइम ट्रेन देख्ने मौका पनि मिल्यो है योचोटि। ठ्याक्क भाग्य रहेछ क्या। ठ्याक्कै हामी यहाँ रोकिएको थियो, ठ्याक्क त्यहाँबाट ट्रेन आयो कि। उनीबाट कतिजनाले देखिरहनु भएको है। मैले चाहिँ उयो देखिरहेको छु, रेड कलरको छ, त्यहाँबाट आइरहेछ है।
राम्रोसँग हेर्नुभयो भने देख्छ ऊ त्यहाँबाट आइरह अहिले त नजिक आइसक्यो एकछिन पछि है यताबाट जान्छ ऊ यही हो है ट्रेन चाहिँ कतिजनाले रियलमा देख्नु भएको छ कमेन्ट गर्नु है मैले चाहिँ फर्स्ट टाइम हो यो चाहिँ देखेको है यति नजिकबाट अहिले चाहिँ यो इन्डियाको कहाँ पो हो खाना खाने ठाउँमा पुग्यौँ है हामी अनि यो भोइस नै कस्तो भाग्यो गाह्रो भएर गाडीमा यही हो इन्डियाको खाना चाहिँ है अनि दाल भात के हो हे गाइज गुड आफ्टरनुन अनि अहिले चाहिँ म इन्डिया पुगिसकेँ अनि इन्डिया पुगेर नि अनि म बस्ने रुम गएर नि यता बाबासँग घुम्न आएको छु म अहिले चाहिँ अनि फर्स्ट टाइम अनि बाबासँग बसेर आएको क्या त्यो गाडी बाबाले गाडी चलाएर बाबाले ड्राइभिङ गरेको चाहिँ फर्स्ट टाइम हो मसँग बस्दा अनि फर्स्ट गाडीमा नै हो अनि फर्स्ट गाडीमा फर्स्ट टाइम आएको म बाबासँग राइडमा यसरी अनि त्यही हो अबदेखि चाहिँ फर्स्ट हुँदैन अबदेखि राइडमा आइरहेको हुन्छ बाबा र म चाहिँ अब अनि थ्याङ्क्स फर वाचिङ दिस भिडियो अनि अब चाहिँ इन्डियाको भिडियोहरू आउँछ राम्रो अनि माया देखाउनु होला सपोर्ट गर्नु होला थ्याङ्क यू यति नै